नमस्कार, म मेरा सोल्युसनबाट हजुरहरूले आज कसरी मेरो सेयर डिमेट एकाउन्ट रिन्यू गर्न चाहनुहुन्छ। यहाँ भिडियोमा हेर्नुहोस्। मेरो सेयर खोलेर यहाँ तपाईँले आइडी कुन कम्पनी हुनुहुन्छ त्यो कम्पनीको यहाँ नाम छान्नुहोस्। जस्तै मेरो नासा सेक्युरिटीको छ, त्यसमा ल्याउनुहोस्। युजरनेम हाल्नुहोस् अनि युजरनेम हालिसकेपछि पासवर्ड हाल्नुहोस्। पासवर्ड हालिसकेपछि लगइन गर्नुहोस्। लगइन गरेपछि माथि दिएको प्रोफाइलमा क्लिक गर्नुहोस्। माथि दिएको प्रोफाइलमा क्लिक गर्नुहोस् अनि यस प्रकारको इन्टरफेस आउँछ। यहाँ देख्न सक्नुहुन्छ मेरो एक्सपायर डेट अनि रिन्यूमा पनि गरेर यहाँ ई सेवा खल्ती आइपी कनेक्ट आइपिएस दिएको छ। तपाईँले कुन चुज गर्नुहुन्छ। जस्तै कि मैले अब खल्ती चुज गरेँ। खल्ती चुज गरेँ। यहाँ डिमेट एन्ड मेरो सेयर छ, सेयर डिमेट। यहाँ खल्तीमा आफ्नो नम्बर खल्ती आइडी छ भने नम्बर राख्नुहोस्। त्यहाँ पासवर्ड नत्र 4 अङ्कको पासवर्ड राख्नुहोस्। राखिसकेपछि यहाँ सबमिटमा गरेपछि ओटिपी इमेल चाहिँ आउँछ अनि यसो गर्दाखेरि तपाईँले त्यहाँ 84 हेर्नुहोस् 2028 तपाईँको रिन्यू भइसकेको हुन्छ। हस्त धन्यवाद। फलो गर्नु होला। थ्याङ्क यू।